हस्पिटलहरू लिखु गाउँपालिकाको होइन आधारभूत अस्पताल। अब यता छेउछाउमा कहीँ गाउँ छ देख्दिनँ। ऊ त्यहाँ रहेछ अहिले 2-4वटा बस्तीहरू। अनि यो यहाँ यो जङ्गलको बिचमा बाँदर हेरेर बनाएको अस्पतालहरू के कसो हो खै यो बुझ्न गाह्रो पऱ्यो होइन। अनि बुझिनँ मैले बुझाइदेऊ कसैले। पोखली जाने कता हो? पोखली जाने अगाडि हो। बाई बाई खाल्टे साल्टे के हो।
देखिँदो रहेछ तर यहाँ तारिको यो बाटो हो र होइन यो माथिबाट होइन तलको बाटो कहाँ जान्छ यो चाहिँ कहाँ जान्छ बाटो चाहिँ कहाँ जाने होला कार काम न चार अहिले उहाँदेखि तल्लो त हुन हाल्दैन गाइस फाइनल्ली आइयो पोगली झरना झरनाको प्रवेशद्वार क्रस गरियो है ल गाइस यहाँबाट चाहिँ यु क्यान सी देयर है पोगली झरना माइ गुडनेस हामी चाहिँ यो जम्बुटिन छ हिँड्दैछौँ अलिकति चाहिँ हिँड्नु पर्ने रहेछ होइन अलि माथिसम्म हिँड्नुपर्छ हो अन्त हुन्छ क्यामेरा चाहिँ फुट्यो छैन ए तल्लो जाने कि उपल्लो दाजुहरू होइन यो त बिग्रेन ऊ चाहिँ थिच्यो क्या ल झरना ओ माइ गड झर्ना चप्पल लाएर आउनु पर्ने रहेछ क्या यस्तै
जानु जानु चलो 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 है चलो 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 लगाइज यहाँ चाहिँ आइयो होइन तर एउटा कुरा चाहिँ एउटा तपाईँहरूले झरनामा आउनुभन्दा अगाडि एउटा चप्पल चाहिँ बोक्नु पर्ने रहेछ है साथीहरू किन भन्दा मेरो जुत्ता यस्तो भइसक्यो सो चप्पल बोक्नु भयो भने जुत्ता प्रोटेक्ट हुन्छ है त यहाँ चाहिँ यस्तो चिप्लो छ है साथीहरू एकदम बिस्तारै हिँड्नुपर्छ चप्पल जुत्ताहरू चाहिँ त्यही अनुसारको लाउनु पर्ने हुने रहेछ है त गाइस के भन्नु है नेपाल त जलस्रोतले साँच्चीकै धनी जस्तो लाग्दो रहेछ है साथीहरू हेर्नु त आमामा कति राम्रो यो छङ 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 झर्नामा बोलेको त केही सुन्दैन हेर्नु होला हाम्रो चाहिँ जम्बो टोलीहरू छ सो इन्ट्रेस्टेड टु द्याट पुगी आइसक्नुभयो हेलो हेलो पुगेर आउनुभयो हजुर अफको झरा घुमेर आइयो ल थ्याङ्क यू ल ल लु जाऊ 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 मोबाइल खस्लाई तपाईँहरूको अलिकति चाहिँ हिँड्नुपर्ने रहेछ है साथीहरू फाइनल्ली यहाँ आइयो है हामीहरू चाहिँ होइन लु यस्तो यता रहेछ यो झरना यहाँ चाहिँ पुल रहेछ पोखरी छैन पोखरीमा चाहिँ हामी छौँ अब यो क्यामेराले पानीलाई चाहिँ देखिसक्ने गर्ने भएन है साथीहरू ल यु क्यान सी पोखरी झरना ओ माई गुडनेस वाटर गुड मलाई त फोटोसोटो खिच्न भन्दा पनि मजाले बसिरहन चाहिँ रङ्ग लगाइरहेको छ हौ के भएको यस्तो आमामामा साथीहरू हेर्नु ऊ त्यहाँनिरको चाहिँ त्यो छ नि त्यहाँनिरको चाहिँ यहीँ बाँचेर दिनु रहेछ क्या पुरै हेर्नु त आमामामा मऱ्यो सकाउनु भयो तपाईँहरू घुमेर लगाइ त अब चाहिँ टक्क फोटोसोटो भिडियोहरू खिच्नु पऱ्यो होइन यही हो पोखरी झर्ना फाइनल्ली आउँ भन्दा चाहिँ फाइनल्ली आइयो पनि होइन प्लान सक्सेस पनि भइसक्यो हाम्रो यही हो अब चाहिँ दुई चारवटा फोटो भिडियोहरू चाहिँ हामी खिच्छौँ त्यसपछि हामी फर्किन्छौँ यही हो पोखरी झर्ना यु क्यान सी गाइस ओ माई गुडनेस त्यहाँ चाहिँ साथीहरू छन् है अनि सो त्यही भएर अप्ठ्यारो लागिरहेछ हो मलाई चाहिँ कस्तो राम्रो हौ कस्तो राम्रो साथीभाइहरू यही हो पोखरी झर्ना हाम्रो साथीहरू त्यहाँ गर्दैछन् कामकाज मलाई चाहिँ
असली दृश्य चाहिँ यही रहेछ भन्ने कुराहरू देखाउनु पर्यो। तपाईँहरूलाई देखाउनको लागि चाहिँ म जान्छु त्यहाँनिर। मैले यहाँ चस्मा उडाइदिन्छ जस्तो छ यसले। त्यो चस्मा नउडाउनको लागि भए पनि म चाहिँ यहाँ माथि जानुपर्ने रहेछ है। ल केही देखिँदैन हो, केही देखिँदैन, यस्तो हालत छ बेहाल भिडियो। ल गाइस फाइनली पोखली झर्ना आइपुगेको। पोखलढुङ्गाको एकदमै चर्चित थियो यो चाहिँ होइन। त्यो आयो यस्तो रहेछ बवाल। ओइ म पनि आएँ दाबी एकछिन रोक्नु। ल गाइस एकदम धेरै हावा चलेर फोटोहरू खिच्नै पाइएन। यही नै रहेको छ अहिले हाम्रो चाहिँ। अब चाहिँ हामी टिकटक फोटो बनाउने काम गर्छ ल। ओके बाई बाई। ल गाइस हामी चाहिँ यो पोखली झर्ना घुमेर फर्किने क्रममा छौँ अहिले। अब चाहिँ हामी यहाँ फर्किन्छौँ। अब यहाँ चाहिँ एउटा यो पसल छ होइन, यहाँ चाहिँ तपाईँहरू खाजा खान सक्नुहुन्छ। अरू चाहिँ पसल यहाँ नजिक कोही पनि छैन। यो चाहिँ हाम्रो पोखरी जानेको वाल गेट हो। यहाँबाट चाहिँ अलिकति हिँड्नुपर्ने हुन्छ। हामी चाहिँ यो गाडीमा आएको। अब चाहिँ हामी भेट्छौँ उतै गएर होइन। रमाइलो भयो आजको ट्रिप। अब खाजा खानुपर्छ। अहिले कम्तीमा नि 3 साढे 3 भइसक्यो। सो ढिलो नगरिकन हामी जानुपर्छ गाइस। ओके बाई बाई। अब बेलुका भेटौँला। हाम्रो यात्रा अब सुरु हुन्छ यहाँदेखि। लगाइछ वेट सोच्थी खै सोच्थी गाइस। अब हामी चाहिँ फर्केको है, फर्केको। बाटो कस्तो छ भन्नुहुन्थ्यो। बाटो चाहिँ इन रियल चाहिँ यस्तै छ हेर्नु है। ल गाइस हामी चाहिँ फर्केर अब सब अप्ठ्यारो बाटोहरू क्रस गरेर तल खोलानिर चाहिँ पुग्न थाल्यौँ है। चारिपट्टि केही देखिँदैन यहाँ। याद छ अहिले
ल गाइस फाइनल्ली आइपुग्यो है रुममा। तर आँखा हेर्नुहोस् त के हो यो काले छ त आया यस्तो भएर आइयो बिजोग पारामा चाहिँ आइपुग्यो है रुम आइपुग्यो। अब चाहिँ खाना खाएर सुत्नुपर्छ बेसी थकाइ लागिसक्यो हामीलाई चाहिँ। ल ओके गाइस सी यू भोलि बाई।